रक्षा गरुन् आँटेको कहाँ खाली छ त्यही लाइदिएको गर्नुहुन्छ दिदी बहिनीलाई आधी आधी बनाऊ भने ल भाग्यमानी भएछ त हामी नभए ठुल मम्मी अझै धेरै मोटा आयो म चाहिँ अलिक बुलाएँ ले दुईटा मार दुईटा आसिदिए यो पाली माघदेखि वैशाखसम्म त्यो के होस् हैन त्यसको त्यो उल्टो आशिक होस् है दाइको होस् अझै लाइदैन जमरा जति नै छ नि के को ल्याइदैन नि आयो मम्मीले नि त्यसै लोक गर्नु भएको थियो यति टाउको पैसा दिनु पर्यो नि है अब विपना आन्टीको भालो आशिष खै त आशिष मैले मम्मीलाई अंकललाई खतरा आशिष टुप्पीमा बात दिनु ल हो ल यसले चाहिँ मार्केट खायो धेरै काममा नजाऊ है सिर्जना आन्टीको पालो जेठानीहरु छिटो नरिसाउ त्यही यो नैवेद्य चाहिँ बान्नु ल दुर्गा भवानीले रक्षा गरुन् रोग ब्याज नलाऊ टाउको नदुखोस् हैन पेट दुख्नु नदुखोस् पेट नदुखोस् अलि धेरै पढेस् काम गर ल खै यिनी चाहिँ हाम्रो सानो ठेडी हो भवानीले रक्षा गरुन् नपिरेस गिलास ल्याएर उता राख त नपिरेस भन्नु मम्मी पढेस ज्ञानी बनेस पैसा पसलन गर ल भाग्यमानी भएस राम्रोसँग मुख आएर बोलेस नौ दुर्गा भवानीले रक्षा गरेस भवानीले रक्षा गरुन् धेरै पढेस ज्ञानी बनेस मम्मीहरुले भने मानेस टाटरी पढेस बाबु ज्ञानी बनेस है ल हामी क्या राम्रो हो कुम्कुलाई त दाइदा के गर्छ साबु गरी नबने सुन्नु आज त मार्केट खाइहाल्छ नि भाइले दे ओ माय गॉड सबैले बर्थडे टिका लाग्यो मैले धेरै नाच्दै पोरको आशिक चाहिँ दिनु भने हेर सुतेकी फेरि मैले अघि नै त्यही भनेको थिएँ त्यही भएर नदिए मलाई अब त्यही भयो नि कान्छीको बिहे गर्नुपर्छ कान्छीको बिहे गर्नु तपाईले के भन्नुहुन्छ अनि त्यस पछाडि त पालो ए आमा मैले बुझे के मैले बुझे त्यस पछाडि पालो आइहाल्यो भिडियो बनाउन छोड्दिन्छु कलम किन्न नहुने हो र आज त हुँदैन आज त के गर्ने कलम किन्ने हो यो पैसाको पसलमा दिनु हुँदैन भने सुन त मैले आज पैसा अनि दिदीलाई गिफ्ट किन्दिने हैन आज त हुँदैन गिफ्ट किन्दिनलाई ल अब केटो कान्छी जाऊ एउटा आफै चाहिँ खान चाहिँ दिनुपर्ने हो अलि दाइज नि त अनि मोटी छ से कान्छी डर नखाइदेऊ ल त्यहाँ चाहिँ पल्ट गर्छु ल डल्ला